एकजना ब्रदरको प्रश्नलाई मैले रेस्पोन्स गरिरहेको छु है। अनि उहाँले एकदमै चाखलाग्दो प्रश्न गर्नुभएको छ। अनि प्रश्न गर्नु एकदमै राम्रो कुरा हो। म पनि धेरैजनालाई उत्साह गर्छु है, किनभने धेरैचोटि हामी कन्फ्युज हुन्छौँ। अनि म पनि कुनै समय कन्फ्युजनमा नै बाँचिरहेको थिएँ जस्तो मलाई लाग्छ। र हिजो आज चाहिँ म आफै स्टडी मैले गरिरहेको छु। अनि उहाँको प्रश्न हामी पहिला सुन्नेछौँ। आफूले आफूलाई टिचर सोच्नुहोस्, स्पेसली क्रिस्चियन्सहरू, र मलाई यसको एन्सर प्लिज दिनुहोस्। र सेकेन्डली चाहिँ के क्वेसन हो भन्दाखेरि चाहिँ मलाई 3जना पास्टर बाउले अहिलेसम्म यो भनिसक्नु भयो कि तिमी जति नै आमा बाउको इज्जत गर्नु, धर्मको काम गर्नु, जति नै पर्दाखेरि गरिब दुखीको सेवा गर्नु, पर्ने मान्छेलाई हेल्प गर्नु, जति नै गर्नु, तर यदि तिमीले पिता परमेश्वर, यदि तिमीले परमेश्वरलाई मानेन भने, जिजसलाई मानेन भने तिमी नर्कै जान्छौ भन्छ। अब हुन्छ नि, अब सोच्नु त, अब मैले भने जिजस त त्यसो भए निष्ठुरी भयो नि। अब उनलाई नमानी यदि सबै कुरो गर्यो तर उनलाई मानेन भने त अन्त हामी त नर्क जान्छ भन्ने स्थिति त। एउटा क्रिस्चियन फेथ भनेको आफैले गरेको काममाथि चाहिँ निर्भर हुँदैन, तर जुन चाहिँ काम चाहिँ परमेश्वरले मानव जातिको निम्ति गर्नुभएको छ हौ त्यो काममाथि चाहिँ निर्भर हुन्छ है। उहाँ निष्ठुरी हुनुहुन्न, सबैभन्दा पहिलो कुरा उहाँ निष्ठुरी हुनुभएको भए सायद यौना 3:16मा परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो भनेर लेख्ने थिएन होला यौनाले है। अनि एकदमै प्रेम गर्नुभएको हुनाले गर्दाखेरि चाहिँ उहाँले आफ्ना पुत्र येशू ख्रीष्टलाई दिनुभएको छ। अनि पुत्रको हो, पिताको, पवित्र आत्माको यो बारेमा जान्नको निम्ति ट्रिनिटी, द डक्ट्रिन अफ ट्रिनिटीको बारेमा सिक्नुपर्ने हुन्छ है। त्रिएक परमेश्वरको बारेमा क्रिस्चियनहरूले त्रिएक परमेश्वरलाई मान्छ। अनि उहाँले चाहिँ जुन चाहिँ काम येशू ख्रीष्टले इन्कार्नेसनमा विश्वास गर्छ, क्रिस्चियनहरूले सबैभन्दा पहिलो कुरो अवतारमा विश्वास गर्दैन, इन्कार्नेसनमा विश्वास गर्छ। यानि कि उहाँको प्रि एक्जिस्टेन्स चाहिँ थियो पहिला पनि है। अनि उहाँ चाहिँ संसारमा चाहिँ मानव रूप धारण गरेर फेरि आउनुभयो, मानव जातिको निम्ति बलिदान दिनुभयो। क्रिस्चियनहरूले अरिजिनल सिनमा विश्वास गर्छ। यो अरिजिनल सिन भनेको चाहिँ आदमबाट, सुरुको मान्छे आदमबाट नै संसारभित्र चाहिँ पसिसकेको छ। आदम र हव्वाले पाप गरेको कुरा छ है। अनि त्यहाँबाट नै संसारमा चाहिँ पसिसकेको छ भन्ने कुरामा विश्वास गर्छ। अनि त्यो पाप चाहिँ हामीमा छ, चाहे हामीले जति नै असल काम गरे तापनि त्यो पाप चाहिँ हामीभित्र गाडिएको छ है। अनि बाइबलले यसो पनि भन्छ, यदि कुनै मान्छेले म पापी होइन भन्छ भने चाहिँ उसले आफूलाई धोका दिन्छ भनेर